हराएको नागरिक तपाईँले फेरि बनाउँदै हुनुहुन्छ भने तपाईँलाई चाहियो सिफारिस चाहिँ गाइस तपाईँहरूले पाउन जाँदाखेरि चाहिँ हजुरहरूले अर्डरको सामानहरू गाइस है। अनि अर्को सामान चाहिँ हाम्रो याङ्गोबाट आउँदैछ है। वाट्सअप गाइस है। ल हेर्नुहोस् गाइस ड्युटी लास्टै एकदमै होइन अस्ति कब गएको थियो लास्टै फोहोर चाहिँ धुन वासिङमा हाल्नुपर्ने छ। अनि मेरो गाई चाहिँ बाइक है एकदमै बिग्रेको छैन है। अगाडि पाइप चाहिँ केही छैन है तर मुस्रो भएको छ गाइस है। यो चाहिँ मेरो ड्याडीको बाइक हो। मेरो बाइक चाहिँ यहाँ छ गाइस है। दुईवटा ड्युक अन फायर गाइस। सरी गाइस म सामान लिन जान लाग्यो। सामान लिन लास्टै डेट भइसकेको छ आज गाइस। खासमा म बिहान उठ्नुपर्ने हो आज एकदमै है। अस्ति त्यो हेरेर गएको थिएँ नि त एकदमै जिउहरू दुखाएको थियो त्यो र अनि सुतेको भइसक्यो। सामान लिन तुफान जानुपर्ने छ गाइस। एउटा सामान चाहिँ मैले याङ्गोबाट मगाएको छु। अब 3 सेट 15 पिस ल्याउनु पऱ्यो म बाइकमा गाइस है। यतिखेर गयो भने गाइस ठिक्कै हुन्छ क्या होलसेल मार्केट किनकि यतिखेर जाम पनि हुँदैन। बिहान चाहिँ 9-10 बजेको टाइममा चाहिँ वायरले जाम हुन्छ गाइस यार। त्यसो गर्नुपर्छ गाइस है। यो कहिले तातेको छैन नि त बिहानमा तताउनुपर्छ साह्रै अन हुँदैन गाइस है। अनि सो अस्ति म गाइस गएको थिएँ मार्केट बनाउनको लागि अनि त्यत्रो भ्लग बनाएको थिएँ गाइस। मैले कतिवटा च्यानलले भनेर खेलाएको थिएँ है। गोबरमा गाइस मेरो त्यो भिडियो नै त्यो गोबर कुइकमा देखाएकै छैन क्या। अब के भयो कि अरू भिडियोहरू सबै देखाएको छ। त्यो जनवरी 14 र 13 को चाहिँ देखाएको छैन गाइस। यस्तो तल भएपछि म त है। अनि त्यत्रो गाइस यहाँदेखि भ्लग गर्दै गएको है। आमा अझ उता गएर गाइस च्यालेन्ज भिडियो होइन। उता गएर गाइस त्यस्तो च्यालेन्ज भिडियो बनाएको थिएँ मैले है। टन्नै क्लिपहरू खिचेको थिएँ। अब केही पनि छैन गाइस खिच्यो भने भिडियो अपलोड गर्न दिनु है। हामीले चाहिँ अब प्रायः जस्तो स्याटरडे भिडियोहरू अपलोड गरेर हुन्छ क्या किनकि अलिक बढी भिडियो भनेर। अनि के भयो बाइक यार एक रङ गर्नु पऱ्यो यार। बिहानमा गाइस यस्तै हुन्छ यार। ब्याट्रीको प्रब्लम हुन्छ नि गाइस है। साह्रै हुँदैन यस्तो गाह्रो हुन्छ। दो गर्नु पऱ्यो फेरि गाइस। खासमा बिहान जानुपर्ने म सामान लिन। अरू बेला चाहिँ म होइन 6 बजीतिर उठेर हाल्छु। अनि आज अस्ति त्यो रातको थियो नि त एकदमै थकित भयो जिउ एकदमै सुतेको भइसक्यो म त। आज त 11 बजी पनि थाहै भएन गाइस यार। आफ्टर लङ टाइम पछि म यति होइन ढिला उठेँ होला 11 बजी यार। र त जहिले गाइस मेरो फिक्स टाइम हुन्छ है 6 कि 7 बजीसम्म उठ्नुपर्छ किनकि हाम्रो टन्नै म्यासेजहरू हुन्छ क्या गाइस है। दिनमा गाइस लगभग टन्नै म्यासेजहरू आउँछ क्या। अब त्यही त हुने गाइस होइन अनलाइनमा तपाईँको सोध्ने मान्छेहरू भन्दा अब किन्ने मान्छे भन्दा सोध्ने मान्छे धेरै हुन्छ भने जस्तो क्या तपाईँको। अब 100% तपाईँको होइन 5% मात्रै किन्नु हो क्या तपाईँको भन्नै पर्दा है। तर हाम्रो म्यासेज टु अर्डर रेसियो चाहिँ एकदमै राम्रो छ गाइस है। हाम्रो चाहिँ 30 to 40% किन्दा हुन्छ होइन। हाम्रो म्यासेज भनौँ न अब दिनमा 5 वटा आयो भने 10 जस्तो हाम्रो कन्फर्म भइसकेको हुन्छ क्या। 10 देखि 15 हाम्रो कन्फर्म भइसकेको हुन्छ। सो हाम्रो म्यासेज टु होइन अर्डर रेसियो एकदम राम्रो छ। तर लगभग पहिला चाहिँ गाइस एकदमै होइन म्यासेज मात्रै आउने होइन प्राइस प्लिज पिपी अनलाइनमा थियो त नि गाइस होइन। वाक्कैलाई बनाइन्छ नि यो पिपी भन्दा अब हाम्रो चाहिँ सबै प्राइसहरू मेन्सनै छ क्या। मैले भिडियोमा सबै बोलेर हालेर हुन्छ है 1350 1650 भनेर बोलेर नि गाइस। अब फोन पनि मैले हालिदिरहेको हुन्छ एडिट गर्दाखेरि होइन। अनि त्यही पनि हाम्रो साथीभाइ अब होइन दाजुभाइ दिदीबहिनीहरूले पिपी भन्दा गाइस कहिले गाई त अब के भन्नु पारिन्छ क्या। यसको नि एउटा खतरा होइन कमेडी रिल्स चाहिँ बनाउनु पनि हो होइन। पिपी भनेको दामी हुन्छ होला। सो तपाईँले हामीलाई प्राइस सोधिदिनु पर्दैन है। हाम्रो जति छ भिडियोमा प्राइस त्यति नै हो होइन। जस नयाँ भिडियोहरू चाहिँ अपडेट भइरहेको हुन्छ होइन। नयाँ भिडियोहरू चाहिँ हेरिदिनु होला। पुरानो भिडियो चाहिँ सो नआउनु होला किनकि पुरानो भिडियोमा प्राइस अलिकति फरक हुनसक्छ होइन। अब त्यो नयाँ भिडियोको लेटेस्ट प्राइस जुन छ हाम्रो त्यति प्राइसहरू जुत्ताको होइन। तपाईँले अब हुन्छ नि अब हेरेर प्राइस छ तपाईँ सुन्नु पर्दैन क्या हामीलाई। सिर्फ तपाईँले साइज दिनुहोस् या डिटेल्स दिनुहोस् भनेको। अब के गर्नु नेपालीहरूको पानी है प्राइस फिक्स नभनेको त चित्तै बुझ्दैन जस्तो लाग्छ मलाई। भने अब मनमा कस्तो लाग्छ नि त साँच्चीकै यति नै आउँछ र भन्टाको हुन्छ होला त्यो हेरेर होइन। पेट्रोल पनि हाल्नुपर्ने छ गाइस यार। पेट्रोल हाल्नुपर्ने छ। यो बाइक बनायो कि यार पेट्रोल हाल्यो हुन्छ यार। यो बाइक कुदायो कि त्यो गाइस मैले स्कुटी थियो चाहिँ स्कुटी चाहिँ ड्याडीले गाउँमा दिएको छ। अस्तिको टाइममा ठ्याक्कै दियो होइन गाइस। के भएको थियो भने ड्याडी र म ठ्याक्कै बिच बाटोमा भेट्थेँ क्या। ड्याडी चाहिँ आउँदै थियो म चाहिँ ठ्याक्कै फर्किदिएँ होइन सिफारिस बनाएर। सो गाइस अब त्यो नागरिकता बनाएको थियो कि हराएको थियो मेरो नागरिकता पनि मैले बनाइसकेँ है। अनि नागरिकता हराएको हुन्छ नि तपाईँहरूलाई के डकुमेन्ट चाहिन्छ भन्दाखेरि चाहिँ होइन सुरुमा तपाईँहरूलाई चाहियो सिफारिस चाहियो नागरिकता बनाउनु लागि होइन। यदि हराएको नागरिकता तपाईँहरूले फेरि बनाउँदै हुनुहुन्छ भने तपाईँलाई चाहियो सिफारिस चाहिँ गाइस तपाईँहरूले बनाउन जाँदाखेरि चाहिँ हजुरहरूले नबिर्सिकन नागरिकताको फोटो कपी र तपाईँहरूको फोटो 4 देखि 5 जस्तो फोटोहरू बोक्नुहोस् है। किनकि तपाईँको सिफारिसमा जुन फोटो हुन्छ नि गाइस होइन त्यही फोटो चाहिन्छ तपाईँको नागरिकतामा।
यताउति प्राइस बढ्यो भने नि यताउति हुन्छ तपाईँको हुन्छ नि कलर मात्रै चेन्ज भयो नि तपाईँको मान्दैन रहेछ क्या यति खर्च मैले पाएको छु गाइस होइन दुईचोटि होइन मैले गाइस नि तपाईँको सिआरएसको लागि एउटा मात्रै फोटो लिएर गएको थियो अनि त्यो फोटो सिआरएसमा टाँस्दै हाल्यो अनि त्यो फोटो फेरि हुन्छ नि त्यो नागरिकतामा बनाउनु ठाउँमा त्यही फोटो चाहिन्छ अरे ल त ल भनेर म स्टुडियोमा गएँ त्यो फोटो प्रिन्ट गरेर गाइस होइन स्क्यान गरेर प्रिन्ट गरिदिनु हालेँ अनि प्रिन्ट गर्ने टाइममा त गाइस घरि प्राइस बडी आइदिने घरि कस्तो आइदिने मुखी अर्को आइदिने नमान्ने रहेछ क्या तपाईँको A to Z चाहिने कि तपाईँको कति 156 पुगिसक्यो अहिले घटेछ नि पेट्रोलको रेट है कति घट्यो 3 रुपियाँ घट्यो घट्दाखेरि चाहिँ गाइस है तपाईँको बिस्तारै घट्छ बढ्दाखेरि चाहिँ फेरि भात्तै बढ्छ नि फेरि यो पेट्रोल रेटहरू चाहिँ यहाँ घट्यो भनेर खुसी बनाउने कि के गर्ने गाइस अनि त्यो गाइस उनीहरू त बनाउन गएको है गाइस A to Z फोटो चाहिन्छ अरे सिफरमा जस्तो छ फोटो त्यस्तो चाहिन्छ अरे अनि फोटो प्रिन्ट गरेर बनाउनु दियो गाइस है घरि त्यो मान्छेले ब्राइटनेस फोटो निकालिदिने घरि मान्छे म होइन जस्तो देखाइदिनु यार नाइ त बनाउनु फेरि रिजेक्ट गाइस अनि अन्तिममा गाइस झन् एउटा ठाउँमा चाहिँ मैले राम्रोसँग बनाइदिएँ उहाँले चाहिँ एकदम प्रोफेसरको बारेमा काम गर्नु हुँदो रहेछ क्या तपाईँको फोटोसपहरू एकदम मजाले चलाउनु रहेछ तपाईँको होइन मेरो जस्तो थियो गाइस होइन मेरो त्यो अब हुन्छ नि सेभेसमा फोटो राखेको साइन हालिन्छ नि त हाम्रो फोटोमाथि त्यो फोटोको साइन पनि सबै रिमुभ गर्यो जस्तो छ फोटो होइन त्यस्तै निकालेको त्यो फोटो यार अनि त्यो गरेर गाइस झन् मेरो भयो अन्तिम दिनमा है फेरि फ्राइडे दिन तपाईँको के हुँदो रहेछ भन्दाखेरि अरूहरूको हात फ्री हुनेछ क्या यस्तै अब 1 बजे 2 मात्रै खुल्ने रहेछ क्या झन् गाइस मैले त भ्याउनु त भाइ है अनि त्यत्रो भिडियो बनाएर दुःख चाहिँ लाग्यो मलाई किनकि त्यत्रो भिडियो बनाएर कम दुःख हुन्छ यहाँदेखि यार आमा काठमाडौँदेखि गाइस हेरेरसम्म भ्लग गर्दै होइन फेरि बिबिसारमा भ्लग भयो भने हेर्दै दुःख हुन्छ नि गाइस है लास्टमा केही पनि छैन गाइस र अब हेर्छु गाइस म त्यो लाइटमा राखेर चेक गर्छु हुन्छ कि हुँदैन भयो भने गाइस धेरै राम्रो हुन्छ नि त्यत्रो खिचेर मैले यार अब माया लाग्छ गाइस यार अनि त्यो गाइस गौस्तवको पनि घुमेर आयो एकदमै रमाइलो लाग्यो मलाई चाहिँ गाउँमा चाहिँ अब एकदमै बबालै रमाइलो क्या अब गाउँमा चाहिँ हाम्रो चाहिँ हामीलाई पनि सबै गाउँमा रमाइलो भइहाल्छ होइन अनि धेरै पछि घुमेर एकदमै रमाइलो लाग्ने क्या आफ्नो गाउँतिर जान्थ्यो पनि है आखा मलाई चाहिँ एक दिन बस्यो होइन एकदम रमाइलो लाग्यो फुटबलहरूमा बसेर गाइस होइन आफ्नो गाउँबारी सबै घुमेर आएँ गाइस आफ्नो बाजे होइन सबैजनाको भेटेर आएँ म एकदमै खुसी लाग्यो अब हाम्रो चाहिँ तपाईँको फेरि गाउँ समयको हुन्छ नि हाम्रो पहिला चाहिँ अब बाटोको एकदमै समस्या थियो तर अहिले चाहिँ अब बाटो बनाएर एकदमै दामी गरेको रहेछ क्या बाटोहरू एकदमै पिचका पिच है गाइस एकदम मजा आउने कुरामा नि अफरोड पनि त्यस्तो धेरै काहीँ पनि छैन यस्तै पिचै गाइस बाटो त अब अझ यो भन्दा खतरनाक पिच थियो होला गाइस होइन त अब पुरानो भइसक्यो धेरै वर्ष भइसक्यो त्यो चाहिँ नयाँ पिच क्या अब ल गाइस मेरो सामान यहाँ टक्क रेडी भइसकेको छ अब निस्किनु पऱ्यो गाइस है अर्डरको सामानहरू गाइस है अनि अर्को सामान चाहिँ हाम्रो याङ्गोबाट आउँदैछ है अनि तुफान निस्किनु पऱ्यो है टक्क पारामा तुफान त के जानु गाइस बिस्तारै जानु पर्ला है सामान यत्रो है ड्याडले गाइस है स्कुटी लगेदेखि बाइकमा मैले यसरी